हेलो साथीहरू, तपाईँहरू के गर्नुहुँदैछ? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म चाहिँ आज डिनरमा के बनाउन आँटेको भन्दा पफ मोमो बनाउन आँटेको हो। तपाईँहरूलाई देखाउँछु मेरो स्टाइलमा म के हाल्दै रहेछु, त्यो इन्ग्रिडियन्टहरू देखाउँदैछु तपाईँलाई। अलिकति आइदिनुहोस्, यहाँ अलिकति छेउमा आइदिनुहोस्। त्यसको लागि मैले प्याज चप गरेको छु अलरेडी होइन। अन्त मैले अलिकति यो कोपी पनि अप्सनल हो, तपाईँले हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ हो। म चाहिँ हल्का हालेको छु, मासु मात्रै पनि मिठो हुँदैन, त्यही भएर अन्त मासु हालेँ मैले, किमा गरेको छु। अलिक बोसो पनि छ हो गाइस। अन्त त्यसपछि धनियाँ हाल्नुपर्छ, त्यहाँखेरि अदुवा मेन चाहिँ हो। अदुवा चाहिँ मजाले हाल्नुपर्छ। त्यहाँखेरि स्वादअनुसार हुचिङ पनि हाल्नुपर्छ। कतिले त हाल्दैन पनि, म चाहिँ हाल्छु हो। र स्वादअनुसार नुन पनि हालेँ साथीहरू। र यो चाहिँ हो मैले अघि खारेर राखेको थिएँ मस्टर्ड ओइल है। मेरो कराई कालो छ भने खिसी नगर्नुहोस् होला है, पकाएको कराई कालो नै हुन्छ। र मैले अघि हालेको थिएँ किनकि म रिफाइन्ड ओइल त्यति युज गर्दिनँ, त्यही भएर। र यसलाई चाहिँ मजाले जति सक्दो चाहिँ मजाले मुस्नुपर्छ साथीहरू। जति बेसी मुस्यो त्यति मिठो हुन्छ मोमो चाहिँ हो गाइस। जति यो मिक्स गरेँ त्यति नै बेसी राम्रो स्वाद आउँछ साथीहरू। र साथीहरू मेरो चाहिँ रेडी भइसकेको छ किमा हो। यसरी मुस्नुपर्छ मजाले, दामी हुन्छ। यस्तो प्रकारको कलर आएको छ भने चाहिँ मोमो चाहिँ एकदमै दामी हुन्छ साथीहरू। अब चाहिँ हामी बनाउनुतर्फ लाग्छौँ है। यो डो पनि रेडी छ मेरो साथीहरू। हुन्छ साथीहरू, थ्याङ्क यू फर वाचिङ, बाई बाई। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला, मलाई फलो पनि गरिदिनुहोस् होला।